कहाँबाट खुवाउनु के खुवाउनु आजलाई पुरै रुखसुख काटबाट खुवाउनु आएको कसरी दुध हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल धेरै पछि एन्ड तपाईँहरूलाई दसैँ त आयो दसैँभन्दा अगाडि चाहिँ अलिकति विध्वंस भइसकेपछिको केही स्टेपमा चाहिँ हामी रोकिन पुग्यौँ अनि त्यसपछिको केही अपडेट्सहरू पनि दिन पनि पाएन सो आज दसैँको तेस्रो दिन अनि तपाईँहरू सबैजनाहरूले पनि दसैँको टिका सिका लगाएर भव्य तरिकाले मनाउनु भयो होला हामीले पनि एज युजल जसरी मनाउनु पर्ने हाम्रो सबैजनाहरूको दसैँ राम्रै भयो अलिकति त्यसको यो विषम परिस्थितिले गर्दा चाहिँ त्यस्तो भने जस्तो चाहिँ नभए होला त्यो आफ्नो ठाउँमा छ तर दसैँ इज दसैँ सो द्याट यति बेला हामी सबै गाउँघरमा छौँ तपाईँहरू पनि सबैजना आफ्नो गाउँघरमा हुनुहुन्छ होला र यति बेला चाहिँ एउटा अर्को कुरा भने चाहिँ त्यसमा चाहिँ आतङ्क अर्को चाहिँ के मतलब छैन पानी परै हुँदैछ अरे धेरै ठाउँहरूमा चाहिँ पानी देखियो बाघहरूको वितरण गाह्रो भइरहेको छ सो तपाईँहरू यदि काठमाडौँभन्दा बाहिर हुनुहुन्छ जहाँ हुनुहुन्छ त्यो सुरक्षित रहनु होला काठमाडौँको यात्रा गर्दै हुनुहुन्छ भने चाहिँ अलिकति विचार गर्नु होला बाहिर हेर्नु होला त्यहाँको मौसमदेखि लिएर सबै कुराहरूको अपडेट चाहिँ लिनु होला एन्ड आज म तपाईँलाई हाम्रो प्यार सुन्दर गाउँको बारेमा देखाउनेछु एन्ड दिज आर माई बेस्ट फ्रेन्ड हाई भन्दा सुन्दर गाउँको सुन्दर सुन्दर केटाहरू आमै हुँदैन म पागल हुन्छ दसैँ दिनमा सबैजनाहरू तास खेल्छन् हामी चाहिँ एउटा राम्रो सन्देशको लागि भए पनि तास होइन लुडो खेल्नु भन्ने अभियान गर्छ चाहिँ यहाँ टक्क लगाएर जसले जित्यो त्यसले चाहिँ निःशुल्क खाना पाउने त्योभन्दा बाहेक जसले हार्छ जो थर्ड हुन्छ सिक्स आयो त्यसले चाहिँ टक्क लगाएर यहाँको पैसा तिर्ने भन्ने चाहिँ हाम्रो शर्त सहितको अब हामी लुडो खेल्दै खाजा गर्छौँ अनि हाम्रो चाहिँ हाम्रो आन्टीको ठाउँ यो चाहिँ चस्मा उल्टा लाहालतिर अहिले त कस्तो नाच बनायो भए यो हाम्रो यस्तो फनी पार्टनर हो दामी हो बलभद्र सिंह कुँवरको को भनिला यो साथी बलभद्र सिंह कुँवरको हाम्रो यो धनगढी पवित्र बस्ती स्थित हाम्रो टुरिस्ट किनेरतिर आउनुभयो भने यहाँ खाजाको ठाउँ पनि हाम्रो बहिनी र आन्टी हाम्रो चाहिँ आफ्नो वरपर नाता पर्ने भए चाहिँ त्यस्तो नाताले चाहिँ बोल्ने गर्छ तर लाइक चाइनिज खान मन लाग्यो भनेपछि यसो भिजिट गर्नु होला काठमाडौँबाट भयो भने अब धेरै टाढा छैन गएर 4-5 हजार मात्र खर्च गरेर पुग्न सक्नुहुन्छ ओके नो नट अगेन पाइला मिलाएर हिँड्ने भने चाहिँ हाम्रो यो सुदूरपश्चिमेली भाषाहरूमा चाहिँ सुदूरपश्चिमको हाम्रो एउटा संस्कार मध्ये चाहिँ देउडा खेल्ने भन्ने एउटा हाम्रो संस्कृति छ त्यसमा चाहिँ पाइला मिलाएर अहिले जसरी हामी हिँड्यौँ यसमा चाहिँ हाम्रो कल्चर मिस्टेक भन्नुभयो सो द्याट हामी गाउँतिर बस्यो भने चाहिँ दिस इज लाइक काइन्ड अफ फन रमाइलो पनि हुन्छ यिनीहरू चाहिँ मेरो कुरा काट्दै हिँडेका छन् पहिला त्यो रघुनाथ सरले इङ्ग्लिस पढाउँदाखेरि गर्थ्यो नि त्यो इङ्ग्लिस यस्तो राम्रो देखे यसलाई यस्तो राम्रो देखेको हिरो जस्तो नदेखिन हाम्रो ऐतिहासिक कुरा गर्दैछु मेरो जोनी सिन्स भनेको वाट एभर जोसुकै भए तापनि तर यो पछाडि हाम्रो साथी यो साँच्चीकै लाइक यु नो हि इज द सिङ्गर होइन गीत पनि राम्रो यस्तो दामी गाउँछ एकछिनमा अब गीत गाउने भनेर यसलाई नदियो किनारबाट जाँदैछ गाउँको बिचतिर तैँले यसले गीत गाइदियो भने यहाँ अहिले अब के भनिदिने आज राति जहाँ उभिएर गीत गायो त्यहाँबाट कन्सर्ट त्यही भएर होइन अनि हामीले उसले जहिले पनि गीत गाउनु पर्यो भने हामीलाई उसले टपक्क समात्ने होइन अनि टक्क योभन्दा पारितिर लैजाने जहाँ कोही मान्छे हुँदैन गुनगान केही पनि गाइदैन त्यहाँ जाने शान्त ठाउँमा चाहिँ नदीको किनारमा जाने माछाहरूलाई टक्क तिनीहरूलाई गीत सुनाउने हिँडाउने क्या गाउँहरूको रमाइलो भने नि त्यसो ल दिस इज लाइक हाम्रो गाउँको सुन्दर ठाउँ हो यिनीहरू चाहिँ सुन्दर ठाउँहरूको सुन्दर हिरोहरू हामी हो सुन्दर ठाउँको सुन्दर हिरो भने हामीहरू हो ऊ पनि त्यस्तै हो हामीहरू चाहिँ साइडमा खेल्नेवाला बेला बेला गाउँमा यो देखिएको स्कुल चाहिँ
यो देखिरहेछ नि ठ्याक्कै तपाईँहरूले देख्नुभयो यो चाहिँ के अरे हाम्रो सरस्वती स्कुल भन्ने हो सरस्वती प्राथमिक विद्यालय जहाँ म 5 क्लाससम्म पढेको थिएँ क्या र हामी ठ्याक्कै लाइक हाम्रो घर छेउबाट धेरै टाढा त छैन अलिकति मात्रै हो अलिकति अनि यो ठ्याक्कै नदी क्रस गरेर जानुपर्छ अनि त्यो चाहिँ कैलालीमा पर्छ क्या अनि हामी त्यहाँ सर पढेर आउँथ्यौँ होइन अनि यो ग्राउन्ड चाहिँ हाम्रो फुटबल खेल्ने ग्राउन्ड सानोमा हामी खुब खेल्छौँ अनि यो ग्राउन्डमा चाहिँ हामी खेल्ने सबै गरिसके पछाडि यो जङ्गल यतातिर पारि चाहिँ पुरै अहिले चाहिँ यो सबै उजाड भइसक्यो क्या नत्र भने यो एरिया जति पनि छ नि यो एरियामा चाहिँ कस्तो हुन्थ्यो भने सबै जङ्गल थियो अनि हामी चाहिँ त्यो बयरहरू त्यो वन जङ्गलहरूमा पाउने के खानेकुराहरू चाहिँ खान आउने ठाउँ हो यो चाहिँ तर सो ब्युटिफुल अहिले चाहिँ पहिला चाहिँ कस्तो राम्रो रमाइलो लाग्थ्यो अहिले चाहिँ लाइक धेरै कुराहरू चेन्ज भइसक्यो यति धेरै यो बस्तीहरू पनि यति धेरै बाक्लो भइसक्यो यो वरपर होइन अनि मानवको मान्छेहरूको त्यो बस्तीदेखि लिएर धेरै कुराहरू यति धेरै चेन्ज भइसक्यो नयाँ मान्छेहरू बाहिरबाट आउने क्रम यति धेरै वृद्धि भएको छ सबै त्यही भएर त्यति बेलाको संरक्षित वन जङ्गलहरू सबै बन्द फलानी भयो यस्तो कुराहरूलाई चाहिँ सकेसम्म चाहिँ स्टप गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ स्टप गरेर चाहिँ बचाउन जगेर्ना गर्नु चाहिँ लागि पर्नुपर्ने हो तर अब के गर्न सकिन्छ र यार सबैजनाहरूले तर यहाँ अझै पनि यो एरियाहरू चाहिँ खाली छ हुनुहुन्छ यसमा पनि वृक्षारोपणहरू गर्नेदेखि लिएर तर यसमा अहिले खेती लाग्छ यो एरियामा चाहिँ सो स्विट प्लेस के पारितिर देखेको इटा भट्टा चाहिँ यो हाम्रो कैलाली कञ्चनपुरको बिचमा चाहिँ एउटा सिमानामा चाहिँ नदी पर्छ यो नदी भन्दा वारी चाहिँ हाम्रो कञ्चनपुर हो भने पारि चाहिँ हाम्रो कैलाली मैले अघि तपाईँहरूले भने जस्तो यो ठ्याक्कै यो साइडमा चाहिँ तपाईँहरूले देखिरहेको चाहिँ त्यो अहिले पनि त्यहाँ फुटबलहरू खेलिरहेछन् क्या केटाहरू त्यो एरिया चाहिँ हामी स्कुल पढाए पनि हो त्यो स्कुल पढ्दा चाहिँ त्यो ग्राउन्ड चाहिँ हाम्रो फुटबल ग्राउन्डहरू थियो भने त्यसपछि अनि 5 सम्म यहाँ पढिसकेपछि अनि म यहाँ माथि हामी वासमायु भन्नेमा चाहिँ बाहिरतिर पढ्न गयौँ बाहिर पढ्न गइसकेपछि जब एसएस दिएँ मैले 69मा एसएससी दिएँ 2069 सालमा एसएस दिइसकेपछि यो तपाईँले देखिन्छ आयो ठ्याक्कै पारिको इटाभट्टामा आएर म 3 महिना काम गरिरहेको छु क्या कसैलाई पनि थाहा छैन मैले तपाईँलाई केही थाहा छ भने म साउथ कोरियामा गएर पनि मैले कोरियामा चाहिँ एकचोटि भनेको थिएँ साथीहरूसँग बसेर बेला चाहिँ अनि मैले यस्तो इटाभट्टा पनि काम गरेको थिएँ भनेर भन्दा चाहिँ उहाँहरूले पत्याउनु भएको थिएन क्या अनि त्यो नपत्याए तापनि अहिले मैले अनि मलाई आज चाहिँ लाइक हुन्छ नि म यहाँ जहिले आइसके पछाडि पनि यो मेरो इतिहास हो होइन अनि यस आई फिल अलिकति चाहिँ इमोसनल क्या यो ठाउँमा आएर मैले 69 सालमा चाहिँ मैले काम गरेको ठाउँ हो मैले 1.5 महिना जति गरेँ होला यस त्यति बेला 69मा एसएस दिइसकेपछि त्यति बेला हाम्रोमा चाहिँ 3 महिना एसएलसीको बिदा हुने भन्ने प्रचलन हुन्थ्यो अनि यही इटाभट्टामा योबाट हामी सरेर जान्थ्यौँ यो हाम्रो गाउँको मान्छेहरू पनि त्यति बेला रोजगारको लागि चाहिँ अनि म आफैले चाहिँ युवामा गर्थ्यो 2 महिना जति काम गरेर त्यो पैसा कमाएँ त्यसपछि म काठमाडौँ गएको थिएँ क्या आई स्टिल रिमेम्बर दिस डेज आज दिनभरि हाम्रो गाउँ जहाँ दसैँ मनाउनको लागि चाहिँ हामी आएका छौँ अनि धेरै पछि यो अहिले जति पनि देशमा जस्तो अवस्थाहरू तपाईँ हामी सबैले भोगिरहेका छौँ आज दिनभरि हिजो अस्तिदेखि पानी परेर पनि अति वितण्डा भइरहेको भएर पनि एकदमै हाई अलर्ट भइरहेको छ थुप्रो कुराहरूले गर्दा चाहिँ हामीलाई रोके तापनि अनि हाम्रो यो फेरि यात्राहरू चाहिँ त्यतिको रोकिने यात्रा होइन सो द्याट अब हाम्रो चाहिँ फेरि यसलाई चाहिँ कन्टिन्युटी हुने नै छ अनि यो केही समय चाहिँ बिचमा चाहिँ रोकिनु पनि पऱ्यो योभन्दा अगाडि चाहिँ दसैँभन्दा ठ्याक्कै अगाडि पहिला के भएको थियो होइन अनि त्यो कुराहरू भइसकेपछि चाहिँ निरन्तरता गर्नै पाइएन त्यो आन्दोलनले गर्दा जेनजीको आन्दोलनहरूले गर्दा पनि धेरै कुराहरूमा हामी आफै पनि अब सामेल पनि हुनुपर्ने भएर पनि हामीलाई गाह्रो भयो त्यति बेला चाहिँ अहिले अब दसैँ मनाउन आइसकेपछि चाहिँ गाउँघरमा फेरि त्यहाँको र यहाँको चाहिँ अवस्था कति धेरै फरकहरू हुन्छ तपाईँहरूले थाहा छ होला तपाईँहरू सबैजनाहरू यति बेला गाउँमा हुन्छ त्यसै अब चाहिँ हाम्रो डेली ब्लग चाहिँ आउनेछ म यतातिर हाम्रो यो सुदूरपश्चिममा हामी यहाँ बस्दासम्म हामी केही समय बस्दासम्म चाहिँ यहाँ सकेसम्म धेरै ठाउँ एक्सप्लोर गर्ने चाहिँ हाम्रो प्रण छ हामी गर्ने ट्राई गर्नेछौँ म देखाउनेछु तपाईँलाई हाम्रो ठाउँ कस्तो छ हाम्रो साथीभाइ हाम्रो यहाँको रहनसहन के छ भन्ने कुरा अझै नेक्स्ट ब्लगमा देखिने गरी आजको यो ब्लग चाहिँ म यहीँ गर्दैछु त्यति बेलासम्म तपाईँहरूले हेरेर साथीमा थ्याङ्क यू सो मच ब्लग हेर्नु भयो यसको लागि अगेन थ्याङ्क यू सो मच च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला के गर्नुपर्छ केटाहरू तिमीहरू के भन्नु छ भने भनिदेऊ त अन्तिममा उहाँलाई चाहिँ एकदम सपोर्ट गर्नुहोस् होइन उहाँ देशको लागि एकदम आवश्यक पर्ने मान्छे हो होइन हाम्रो त पढिसकेका मान्छे हो तपाईँहरूले पर्ला भनेर भने ओके थ्याङ्क यू सो मच एन्ड हामी देशभक्त नागरिक हो होइन मलाई देखा हामी देशभक्त नागरिक हो यदि ऊ पनि प्रधानमन्त्री भयो भने हामी कुनै पनि जब लगाइदिए ऊ लगाइदिए भनेर त्यो हुन्छ नि एउटा त्यो के भन्छ त्यो
लालचमा पढेर चाहिँ हामी कुनै पनि फाइदा उठाउने देशको लागि गर्ने मान्छे हो हामी होइन। तर म चाहिँ होइन राजालाई एकदम मान्ने मान्छे हो। यो भिडियो पोस्ट गर कोही मार्न आए पनि मलाई आउँछ होइन ठप्काइदिने हो। थ्याङ्क यू सो मच। यो सबैको आफ्नै छ ओपिनियनहरू जे जस्तो भए तापनि यो देशको सिनेरियोको बारेमा कुराहरू गर्दा चाहिँ देशले पक्कै पनि निकास पाउनुपर्छ भन्नेमा हामी छौँ। अनि त्यो हिजो अस्तिसम्मको त्यो सिंहदरबार जल्दासम्मको पनि साक्षी हामी भइसकेपछि यो देश बन्दासम्मको साक्षी पनि हामी हुनुपर्छ भन्ने मान्यता चाहिँ हाम्रो छ। त्यो चाहे जोसुकैले गरोस् जेसुकैले गरोस्। अनि त्यसको आगामी दिनहरूको लागि चाहिँ अब तपाईँ हामी सबैजनाहरू सँगै छौँ। सो आजको ब्लग यहीँ एन्ड गर्दै अझ पनि अन्तिममा चाहिँ डोन्ट मिस टु हिट द सब्सक्राइब बटन। प्लिज लाइक कमेन्ट सेयर के गर्नुपर्ने सबै गरिदिनु होला। सी इन द नेक्स्ट ब्लग।